हेलो एभ्रिवान, हजुर सबैलाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। आजको यो भिडियोमा चाहिँ मैले एकदम मिठो भेज पफको रेसिपी लिएर आएको छु। यसलाई बनाउन एकदम सजिलो छ र खाँदा चाहिँ एकदम मिठो हुन्छ। सुरुमा चाहिँ मैले यहाँ प्यान लिएँ र त्यसमा जिरा राख्दैछु। त्यसपछि धनियाको दाना राखिदिएँ र थोरै सुप पनि राख्दैछु। हजुरले यसैमा सुके खुर्सानी राखेर पनि फ्राई गर्न सक्नुहुन्छ। मैले चाहिँ आज हरियो खुर्सानी राख्दैछु। यो फ्राई भइसकेपछि मैले चाहिँ यसलाई सिलौटामा राखेँ र त्यसपछि यसलाई मजाले पिस्दैछु। अब यसमा मैले हरियो धनिया राखिदिएँ र थोरै खुर्सानी पनि राखेको छु। अब यो सबैलाई मैले सिलौटामा मजाले पिसेँ। बीचमा मैले थोरै पानी पनि राखेको छु। पानी राखेर पिस्दा अलिकति सजिलो हुन्छ, त्यसैले मैले यहाँ पानी राखेर पिस्दैछु। हजुरले सिलौटामा नभएर मिक्सरमा पनि यसलाई गराउन सक्नुहुन्छ, तर सिलौटामा बनाएको स्वाद चाहिँ अलिकति फरक नै आउँछ। यसरी मसला चाहिँ रेडी भइसकेको छ। हजुरले देख्न सक्नुहुन्छ कति राम्रो देखिएको छ। यो मसलालाई चाहिँ अब हामी आलुमा राखेर पकाउँछौँ। त्यसको लागि मैले यहाँ कराईमा तेल राखेँ र त्यसपछि मैले प्याज राख्दैछु। प्याजलाई एकैछिन फ्राई गरेपछि मैले अघि पिसेको मसलालाई यसमा राख्दैछु। मसलालाई पनि तेलमा अलिकति बेर फ्राई गरेपछि मैले यहाँ हरियो मटर राखिदिएँ। अब यसमा म आलु राख्दैछु। उसिनेर राखेको आलुलाई मैले यसमा राखिदिँदैछु। आलुलाई मैले मसलामा एकदम मजाले मिक्स गरिसकेको छु। त्यसपछि मैले यहाँ बेसार, खुर्सानी र नुन राखेको छु। अघि पिसेको मसलाको स्वाद एकदम मिठो आउँछ, त्यही भएर यसमा चाहिँ अरू कुनै मसला राख्न पर्दैन। मैले यहाँ कसुरी मेथी राखेको छु। हजुरसँग छैन भने नराख्दा पनि हुन्छ। अब लगभग 5 मिनटसम्म पकाएपछि चाहिँ यो मसला रेडी हुन्छ। त्यसपछि मैले यहाँ पफ पेस्ट्री लिएको छु। यसलाई चाहिँ मैले 20 मिनट अगाडि नै फ्रिजरबाट निकालेको थिएँ, त्यही भएर यो नरम भएको छ। अब यो एकदम ठुलो भएको हुँदा मैले यसलाई चाहिँ 4वटा टुक्रा बनाएँ। फ्रिजरबाट अगाडि नै बाहिर निकालेको हुँदा चाहिँ फोल्ड गर्दा पनि भाँचिँदैन। त्यसपछि अघि बनाएको आलुको मसला मैले यसमा राख्दैछु। आलुको मसला चाहिँ सेलाएको हुनुपर्छ। अब यसलाई यसरी फोल्ड गरिदिने भिडियोमा देखाएको जस्तै गरी र हजुरहरूले पानी लगाएर यसलाई चाहिँ सिल गर्न सक्नुहुन्छ। मैले फेरि अर्कोलाई पनि सिमिलर तरिकाले बनाउँदैछु। भिडियोमा मैले देखाएको छु पानी लगाएर, त्यसपछि मैले यसलाई ताछ्दिँदैछु। मजाले थिचिसकेपछि यो खुल्दैन। आजको यो पफलाई चाहिँ मैले एयर फ्रायर र ओभन दुइटैमा बनाएको छु। हजुरहरूले चाहिँ तेलमा फ्राई पनि गर्न सक्नुहुन्छ। माथिबाट तेल स्प्रे गरिसकेपछि मैले एयर फ्रायरमा राखिदिएँ र 180 डिग्रीमा मैले 15 मिनटसम्म गराउँदैछु। यो चाहिँ ओभनमा जाँदैछ। मैले स्प्रे गरेँ र ओभनमा राखिदिएँ। ओभनको टेम्परेचर नै सिमिलर छ। 10 मिनटपछि मैले निकालेँ र यसलाई मैले अर्कोतिर फर्काउँदैछु। अर्कोपट्टि फर्काएपछि चाहिँ मात्र 5 मिनट पकाउँदा हुन्छ। एयर फ्रायरबाट यस्तो भएर निस्केको छ भने ओभनको लागि नै मैले अर्कोतिर फर्काइदिएँ र ओभनको पनि यति राम्रो भएर निस्केको छ। मैले यसलाई टोमेटो सससँग खाँदैछु। हजुरहरूले अचार बनाएर नि खान सक्नुहुन्छ। यो मजाको क्रिस्पी अनि मिठो भएको छ। हजुर पनि यसै गरी बनाउनुहोस्, खानुहोस्, इन्जोय गर्नुहोस् अनि मेरो युट्युब च्यानललाई लाइक, सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। थ्याङ्क यू।